लेनदेनमा त कदापि हामी जाँदैनौँ हामी मान्दैनौँ हाम्रो छोरी मरेको अब हाम्रो छोरी उहाँ गरिमा हामी एउटा गरिमा छोरीको लागि मात्रै होइन कि अब आउने पिँढीको छोरी फाँसी चाहियो भोलि तपाईले सम्बन्धित व्यक्तिले आएर सोध्नुहुन्छ त हाम्रो एउटा युनिट बनाउनु अनि त्यहाँनिर चाहिँ घरमा के मूर्ति के बनाउनुपर्छ भनेर भन्दै थियो लेखेर ल्याएको थियो क्या केही महिलाहरूले अनि मैले के भन्नु यस्तो कुरा यो राम्रो काम होइन हरेक देशका नानीहरू मरेर सारा बनाइ भइहाल्यो नि त्यतिकै कराएर हुनलाई केही छैन अहिले बेलुका भएपछि शान्त हुन्छ म लेखेरै दिन्छु त्यो कुरा शान्तै हुन्छ कस्तो लाग्छ त्यो थाहा छैन भाइ सुन अनि सुन अब एउटा कुरा हामीले सुरुवातदेखि काम गरेको भएर हामीले धेरै मान्छेहरूसँग पनि सहकार्य गऱ्यौँ यहाँ बदलामा आएर बोलेको कुरा सुनेन रे अलि जोडले भन्नु जोडले म जान्छु होइन तपाईँलाई चित्त बुझ्दैन भने म जान्छु हेर्नु बुढो हेर्नु एउटा त्यो गरिमा नानीको लागि होइन सुन्नु पहिला मेरो कुरा सुन्नु तपाईँको उत्तर दिँदैछु सुन्नु अगाडि बढ्न खोजेको कुरा उत्तर दिँदैछु हामीलाई फाँसीको नियम बन्नु पर्यो किन बोलिरहेको हत्यारालाई कानुन संशोधन गरी फाँसी दे शान्ति सुरक्षा कायम गर जनताको जीवधनको रक्षा गर इलाका प्रहरी कार्यालय सिमानाको नायक डिएसपी र इन्सपेक्टरलाई कारबाही गर हत्यारालाई सडकमा लिएर आई हाम्रो जिम्मा लगाइदे सामान्य घटनामा घर घर पुग्ने गृहमन्त्री होइन सामान्य कुरामा गृहमन्त्री यत्रो अगन्य अपराध हुँदा पनि खोइ गृहमन्त्री बाल बालिका र जनताको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्री र यत्रो अगन्य अपराध हुँदा चुप्प नबोल्ने प्रधानमन्त्री कालो चस्मा भोलि न्याय दे मात्र छ 77 जिल्लाको मान्छे आउँछ तपाईँ सरलाई पनि आउँछ हुनु पर्यो सुन अब के गर्ने भने फोटो खिचेर राख्छ बेलुका राति को हुँदो रहेछ काम छैन
छ